अब बुरुस गर्ने बेला भयो। बुरुस गर्ने बेलामा मञ्जन कति राख्ने भनेर यहाँ हेर्नु है सबैले है। थोरै राख्नुपर्छ। यसरी यति थोरै राख्नुपर्छ। मञ्जन धेरै राखेर निल्न हुन्न। गुलियो मिठो भयो भनेर मञ्जन खान हुन्न है। हुन्छ है, मञ्जन खान हुन्न। मञ्जनमा निल्यो भने पेटमा चाहिँ बिरामी बनाउँछ। पेटमा मञ्जन निल्ने कुरा, खाने कुरा होइन। मुखमा लगाउने, त्यसपछि ब्रस गरेर गरेपछि त्यहाँबाट थुक्ने, बाहिर भित्र निल्न हुन्न त है। मिठो हुन्छ, गुलियो हुन्छ भनेर मञ्जन खान हुन्न है। हुन्छ ल, अहिलेको भिडियो बनाउने क्या हो नानी। ल ल अब ब्रुस गरेर सकियो हो नि त। सकियो त, राम्रोसँग पखाल्नु पर्छ त्यो है। ल राम्रोसँग पखाल्ने, त्यसपछि त्यसलाई भयो कान्छ। अब मुख कुला गर्नुपर्छ। मुखमा चाहिँ त्यो मञ्जनको गन्ध आउँछ नि, त्यो गन्ध आउन्जेल कुला गर्नुपर्छ है। मञ्जन अब मञ्जनको गन्ध छैन मुखमा भनेपछि बल्ल धोइन्छ मुख। कुला गर्नु चाहिँ हो। ल गजबले। ल ल सानाले कुला गर है मुखमा। ल अब भयो, मुख धुनु पर्यो। अब छपछप्ती मुख धुनुपर्छ। ल काव्य मुख धौ। ल हो, त्यस्तै मुख धुनुपर्छ हो। ल सानी तिमीले पनि मुख धौ। भयो, नाना मिलाउनु पर्दैन अहिले। ल राम्री छौ तिमी, तिमी त्यसै पनि राम्री छौ। ल मुख धौ अब तिमीले पनि है। ल गुड। ल बच्चाहरूले चाहिँ यस्तरी दुध खान्छन् है। भैँसीको दुध खाने है, सबैले यस्तै गरी खाने। तिम्रो नाम के गरे भन, छिटो भनिदेऊ न, छिटो भन। यस्तो बहिनीले बरु भन्छन्। तिम्रो नाम के गरे साने, भन त। भट्टराई। कहाँ पढ्छौ तिमीले? स्कुलमा? ओहो नि। ल दिदीको नाम के गरे? काव्य के हो? काव्य भट्टराई हो। बहिनीभन्दा टाठो हुनु पर्दैन? दिदी भनेको त धेरै जानुपर्छ। बहिनीभन्दा बहिनी कति ज्ञानी छन्, यी जाति छन्, यी दिदी पनि जाति छन्। ल हेर, हाम्रो नानीहरूले कस्तरी दुध खान्छन् बिहान उठेर है। तिमीहरूले पनि खाऊ है, सानसाना नानी बाबुहरूले है। ल ल आफूभन्दा सानो सानो भाइ बहिनीहरूलाई चाहिँ यसरी पढाउनु पनि पर्छ है। आफूले पनि पढ्नुपर्छ। अहिले यो चाहिँ बहिनीलाई पढाउने समय हो यो। ल ल हेर कति राम्ररी पढेछन् यिनीहरू। सबैले यस्तै गरी पढ है, साना साना नानीहरूले है। ल अब चाहिँ अर्को कविता। अब हामीले कविता भन्थ्यौँ के अरे पहिला पहिला। अचारकाले अङ्ग्रेजी के भन्छन् मैले पनि जान्दिनँ। ल अब बहिनीलाई चाहिँ त्यो सिकाउँदैछन्। ल बहिनी भन, नाच है, तिमी गीत गाउँदै त यस्तो गर है। ल ल भएन भएन।